अहिले काठमाडौँ महानगरपालिकाको विवाद छ नि, कतिपयले सुनिता उचित भनिरहेका छन् र कतिपयले बालेन उचित भनिरहेका छन्। को रोज्नुहुन्छ दुईजना मध्ये? म त सुनिता नि रोज्छु नि। किन? कन्ने केटी भएर? आम नेपाली जनताले बालेन शाहले गरेको काम ठिक छ, बालेन शाह उचित छ, बालेन शाह युवाको ढुकढुकी हो भनिरहेका छन्। सुनिता डङ्गललाई त पार्टीको झोले समेत भन्न भएका छन्। तपाईँ फेरि तिनैलाई रोज्नुहुन्छ? तपाईँ पनि कुनै पार्टीको झोले हो? गुड क्वेश्चन, यु आर ए गुड क्वेश्चन। कन्या केटी हो भनेर तपाईँ अनेक आरोप लगाइदिदी। तपाईँले सोध्नुभयो बालेन ठिक कि सुनिता? मलाई सुनिता ठिक मैले भन्ने हो। एउटा नारीलाई हामीले किन तल पार्ने? करेक्सन गर्नुहोस्, समय छ। किन गर्ने? गालीको वर्षा आउँछ, तपाईँको भिडियो करोडौँ दर्शक श्रोताले हेर्नुहुन्छ। हाछु हाए बाछु हाए झुसे बारुली भने त्यस्तो गालीले म तर्सिनवाला छ। रूप बाँसुरी डराउँछ? गालीको वर्षा आयो डर लाग्दैन तपाईँलाई? बच्चा आयो गुलीले खेलायो मट्याङ्ग्रा सत्यानाश जस्तो कुरा नगर्नुहोस् रूप बाँसुरीसँग। बालेन शाह नै रोजेको भए हुने रहेछ भन्न फेरि भोलि 24 घन्टाभित्र माफ माग्नु पर्छ। त्यही भएर मैले तपाईँलाई सुध्रिने मौका मात्रै दिएको है। इन दोनों के लफड़े पे मेरे को क्यों फंसा के रखा है? उठा ले रे बाबा, उठा ले। मेरे को नहीं रे, इन दोनों को उठा ले। बालेन भनेको निर्वाचित जनप्रतिनिधि हो। उनी कार्यालय फर्किएनन् भने सुनिता र प्रमुख प्रशासकीय अधिकारीले के काठमाडौँ महानगरपालिका हाँक्न सक्छन्? अब सम्भव छ? अब सम्भव छ, हाँक्छन्। हाँक्नुहुन्छ? कसरी हाँक्नु? किन हाँक्दैन? उहाँले उपमेयर भने के हो त भने कस्तो काइते कुरा गर्नुहुन्छ तपाईँ? त्यो दिनु परेन, अधिकार प्रत्यायोजन गर्नु परेन मेयरले 5 वर्षको लागि? त्यसै होइन हाँक्न त सक्छ त नि भन्नु खोजे। मै गए त म हाँकिदिन्छु भने क्या बोला तूने? सक्नुहुन्छ तपाईँ? किन नसक्ने? गर साइन ठोक्ने त भने साइन ठोक्ने मात्रै काम हो मेयरको? साइन ठोक्ने त नि पढ्नु पर्दैन, अध्ययन चाहिँदैन, विवेकशीलता हुनु पर्दैन? त्यो अलिअलि कुराहरू छोडिदिनु न। त्यो सानातिना बन्द करो भाइ, बन्द करो। खुले में हगना बन्द करो। त्यस्ता बालेन नभए केही नै हुन्न भने त्यो भन्छन् भने यो मान्छे जन्मेपछि मृत्यु हुन्छ, थाहा छ? थाहा छ। त्यसै बालेनको मृत्यु भयो भने भोलि कसले चलाउँछ? अहिले राजतन्त्र र गणतन्त्रको पक्षमा लाखौं जनता उर्लिँदै गर्दा तपाईँ बाँसुरी तन्त्र भनेर अभियान चलाइरहनु भएको छ। सम्भव छ यो? आउँछ एक दिन, आउनै पर्छ। नआए तपाईँको भविष्य छैन, तपाईँको छोराछोरीको भविष्य छैन। हेर्नुहोस् अबे साले, तभी मेरा माफ करना, गुस्से में इधर उधर निकल जाता हूँ। तपाईँहरूको यो देशमा लागेको रोग, नेपाली जनताको भविष्य समस्याहरू सबै समाधान गर्न सक्ने, भविष्य बनाउन सक्ने रूपक बाँसुरीले नै हो। मेरो विचार माने मात्र सबैको भविष्य, सबैको कल्याण हुने हो। हुन्छ, यहाँको महत्त्वपूर्ण समय र संवादलाई धेरै धेरै धन्यवाद। अन्त्यमा केही भन्नु छ भने भनिदिनुहोस्। अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँलाई हेर्ने करोडौँ दर्शक श्रोताहरूलाई? के सम्बन्धी भन्ने भन्नुहोस् न। समसामयिक केही भन्न मन लाग्छ भने भन्नुहोस्, लाग्दैन भने हात जोड्नु, सिद्धियो भन्नुहोस्। गजब बेइज्जती है भन्ने कुरो अघि नै भनिसक्यो, फेरि के भन्नु र भने? ढिलो चाँडो देश रूपक बाँसुरीमय हुन सक्छ। बाँसुरीमय होइन कि तपाईँले बाँसुरी तन्त्र भन्न खोजेको मैले यो देशमा लोकतन्त्र समय है। अब लोकतन्त्र नि ठिक छैन, राजतन्त्र नि ठिक छैन भन्छन् नि। जाऊ अब।